च्याउको कुरा गर्ने हो भने यसमा खाद्य च्याउहरू पनि छन्, खान नहुने च्याउहरू पनि छन्, यसमा विषालु च्याउहरू पनि छन्। नेपालमा 1000वटा भन्दा बढी चाहिने मैले रिपोर्ट गरेको छु। 350 प्रजाति नयाँ भेटिएका छन् नेपालका लागि र वर्ल्डको लागि चाहिने 16वटा ढुसीहरूमध्ये 6वटा चाहिने नेपालका च्याउहरू मैले नै न्युट्रोसाइन्स भनेर प्रकाशनमा ल्याएको छु। विषालु च्याउहरू वर्ल्डमा 10,000 छ भने नेपालमा 100वटा चाहिने भेटिया छन्। करिब 1300 प्रजातिका च्याउहरू हामीहरूले पत्ता लगाएर किताबमा निकालेका छौँ। त्यो मध्ये चाहिने 147वटा चाहिने च्याउ खान हुने छन्, 100वटा चाहिने विषालु च्याउहरू छन्, औषधि उपयोगी चाहिने 75वटा छन्, अन्य प्रयोगका लागि चाहिने केही च्याउहरू मात्रै छन्, जस्तो ड्रइङ गरेर राख्ने, सजाएर राख्ने। हामीहरू माथि लेकतिर जाँदाखेरि भारी बोक्ने दाजुभाइहरूले चाहिने पटुकामा चाहिने च्याउको चाहिने बोकेर गएको हुन्छन्, त्यो चाहिने चुरोट सल्काउनलाई, आगो सल्काउनलाई प्रयोग गर्छन्। च्याउ नै हो त्यो पनि। अहिलेसम्म वैज्ञानिकहरूले च्याउ विषालु च्याउ छुट्याउने कायदा चाहिने हेरेर चाहिने बाहेक अरू चाहिने कुनै किसिमबाट चाहिने छुट्याउन सकेका छैनन्। जस्तो एसिड र बेसलाई छुट्याउँदाखेरि लिटमस पेपर युज गरेर छुट्याउँछन्, त्यस्तो कुनै चाहिने प्रक्रिया चाहिँ छैन। आयुर्वेदमा पनि छैन। आयुर्वेदले के भन्छ भने नचिनेका च्याउहरू नखाऊ, विषालु काठमा उम्रेको छ भने नखाऊ, तर परालमा उम्रेको च्याउ छ भने खाऊ भनेर भनेको। जुन मधेसतिर भोल्भेरिया भोल्भेसिया भन्ने च्याउ पनि छ, त्यो खान मिठो, असाध्यै मिठो च्याउ पनि हो। महाभारत रिजनमा बर्खा ऋतुमा धेरै च्याउहरू उम्रिन्छ, खाने च्याउहरू पनि त्यही बेलामा धेरै पाइन्छ। र गाउँघरमा र जङ्गलको छेउछाउमा बस्ने चाहिँ प्रजातिहरूले धेरै चाहिँ त्यही बेलामा च्याउ सङ्कलन गरेर खान्छ। तिनीहरूले चाहिँ पहिलेदेखि नै उसका बाउबाजेदेखि नै जुन खाइराखेका च्याउहरू उनीहरूले चिनेका छन् र खाइराखेका छन् भने, र उनीहरूले खान हुन्छ भनेर भनेको च्याउ छ भने खान हुन्छ। तर तिनीहरू कहिले काहीँ चाहिँ तिनीहरू पनि झुक्किन्छन् र नखाने च्याउ पनि त्यो विषालु च्याउहरू त्यसमा पर्दछ र खाएपछि अनिखेरि मान्छेहरू मर्दछन्। जति पनि अहिले नेपालमा खेती गरिएका च्याउहरू छन्, विदेशबाट बिउहरू लिएर आएर खेती गरिएका छन्, यिनीहरू चाहिँ ढुक्कले खाए हुन्छ, यिनीहरूले केही गर्दैन, विषादी लाग्दैन। यिनीहरूमा चाहिँ 10वटा नेपालमा अहिले खेती गरिएका छन्, 10 प्रजातिका। तर जति पनि जङ्गलबाट लिएर आएका च्याउहरू छन्, ती जङ्गली च्याउहरू चाहिँ नबुझिकन, नसोधिकन, नजानिकन, नचिनिकन नखानु। र यदि खाने मन छ भने जसले ल्याएको हुन्छ त्यसलाई चाहिँ मलाई चाहिँ खाएर देखाऊ अनि मात्रै म खान्छु भन्नु। कि हामी जस्तो च्याउमा काम गर्नेहरूलाई ल्याएर देखाउनु पर्यो च्याउ खान हो होइन, अनि मात्रै खान हुन्छ।